हेलो मङ्सिरको मामुहरू, हजुरहरूको बेबी 4 मन्थ कम्प्लिट भइसके पछाडिको चेकअप गराउनु भयो कि गराउनु भएन। आज चाहिँ हाम्रो बेबी चाहिँ चेकअपको लागि लिएर जाँदैछौँ। मेरो साथमा हुनुहुन्छ खानसान, उहाँ चाहिँ सर्भिसमा आउनुभएको थियो है, होकेन्जो सर्भिसबाट। उहाँ चाहिँ प्रत्येक हप्ताको एक दिन चाहिँ आइराख्नुहुन्छ। जबसम्म हामीले भयो नआउनुहोस् भनेर भन्दैनौँ, तबसम्म चाहिँ आइराख्नुहुन्छ। अनि हामीलाई पुर्याउनको लागि चाहिँ मेरो हस्बेन्ड जाँदै हुनुहुन्छ, उहाँ चाहिँ हामीलाई पुर्याएर फर्किहाल्नुहुन्छ। अनि खानसानले लिएर जाँदै हुनुहुन्छ बेबीलाई है। अनि हामी चाहिँ यस्तो राम्रो सर्भिस चाहिँ किन छुटाउनु भनेर चाहिँ हामीले लिएर जाँदैछौँ। मसँगै हेर्नुहोस् ल। हुन त 4 मन्थ कम्प्लिट भइसक्नु भएको मामुहरूले चाहिँ यो थाहा भइसकेको हुनसक्छ। यसको बारेमा राम्रोसँग बुझ्नलाई चाहिँ मलाई डिएम गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ है, म भनिदिन्छु यस्तो कहाँ कसरी सुविधा लिने भनेर। अनि हामीले चाहिँ लेटर आएको थियो, लेटर बुझायौँ। अनि हामीले चाहिँ 4 मन्थ कम्प्लिट भइसकेपछि चाहिँ बेबीहरूलाई सोलिड फुड स्टार्ट गरिदिँदो रहेछ जापानमा। अनि यसको लागि चाहिँ हामीलाई स्ट्याचुमै गर्ने भनेर क्लास लिने भनेको थियो। अनि मलाई चाहिँ यो राम्रोसँग अर्को दिनलाई चाहिँ यो याको राखेर अहिले चाहिँ हामी चाहिँ बेबीको हेल्थको लागि डक्टरलाई लिएर जाँदैछौँ है। अहिले त बोक्नै नपर्ने कि साथीहरू, हेर्नुहोस् न। हजुरहरूले चाहिँ यो सुविधाहरू लिनु छुटाउनु भयो कि प्रयोग गरिसक्नु भएको छ, हेर्नुहोस् न। अनि त्यही माथि पनि यो चुयाको सान के इङ्ग्लिसको, नेपालीको त रहेनछ हाम्रोतिर, हजुरहरूकोतिर नेपाली पनि हुनुहुन्छ कि। यो चाहिँ उता फिलिपिन्सको चुयाको रहेछ है, चुयाको। हेर्नुहोस् न बेबीको काम। उहाँहरूले चाहिँ बेबीको हेड सेप र उचाइ लम्बाइ हुन्छ नि हो त्यस्तो मात्रै नाप्नु भएको। अनि उता डक्टरकोमा फेरि दिँदो रहेनछ कि क्यामेराले फोटो खिच्ने। उहाँहरूले चाहिँ कानको अनि आँखाको अनि कतै दाग धब्बाहरू, कतै केही गाँठागुठी परेछ कि भनेर चाहिँ यस्तो चेक गर्नुहुँदो रहेछ। अनि यतापट्टि फेरि अर्को क्लास लिन आयो। बेबीले चाहिँ अबको महिनाबाट चित्रहरू हेर्न खोज्नु हुँदो रहेछ भनेको भन्नुभएको थियो है। तर मेरो बेबीले त भविष्यमा के बन्नुहुन्छ थाहा भएन, हेर्नु भएन कि बुकतिर, त्यो एप्रोनतिर मात्रै, एप्रोन र त्यो सेन्चुरीहरू मात्रै। लिएर आउनु भएको थियो है। जाँदा बेबीहरू सामान अनि फेरि फर्किनलाई हेऱ्यौँ, स्टेसन कता छ हेऱ्यौँ। अनि हिँड्दै गयौँ, नजिक रहेछ। कस्तो मजाले हावा, घाम लागे पनि हावा चाहिँ मजाले चल्छ। अनि त्यही माथि साथी मलाई त हिँडेको पत्तै भएन। हुन त 5 मिनट नै थिएन, बस स्टेसनसम्म गएको नि कस्तो रमाइलो भएको। हामी चाहिँ स्टेसन आयो, त्यहाँ चाहिँ एउटा कस्तो राम्रो बेबी गर्ल हुनुहुँदो रहेछ। हेर्नुहोस् न के सोधेको छ त्यही, मलाई त कस्तो। हाम्रो यति नै बेला हाम्रो चाहिँ बस पनि आइसक्यो। चाहिँ बाई बाई गरेर हाम्रो बस आएको छ। हामी चाहिँ यसमा चढ्यौँ। कस्तो एक उसहरू क्याप्चर गर्न मन लाग्ने कि है। हामी चाहिँ हाम्रो टिकट लियौँ। हामी चाहिँ सिटमा गएर बसिसकेको छौँ। अब घर जानको लागि है हामी चाहिँ। अनि हामी चाहिँ घरमा, हाम्रो घर पनि आइसक्यो साथीहरू। ल यति नै थियो आजको भिडियो, लामो छ है, ज्याउ मानेर हेर्नुभयो होला है। ल गर्मी छ, हजुरहरू पनि आफ्नो बेबीहरूको ख्याल गर्नुहोस्। आफ्नो बेला बेलामा चाहिँ
होइन आफ्नो बेबीको वेटहरू चाहिँ हेरिराख्नुहोस् ल। बाई बाई साथीहरू, भिडियो हेरिदिनु भएकोमा धन्यवाद।